वर्ल्डको टप 10 बिलियनरहरू भित्रमा मध्येमा 7-8 जना त अमेरिकाको सिलिकन भ्यालीबाट नै आउँछन्। किन त? किनकि त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको सर्कल, त्यहाँको माइन्डसेट र त्यहाँको सराउन्डिङ यो कुरोलाई सपोर्ट गर्छन् कि के गर्न चाहने, के बन्न चाहने र गोल फोकस ओरिएन्टेड व्यक्तिहरूलाई सपोर्ट गर्छन्। यही कुरोलाई सिम्पली एक्सप्लेन गर्छन् ल अफ इन्भाइरोमेन्टले। ल अफ इन्भाइरोमेन्टले भन्छन् तिमी के बन्न चाहन्छौ, के गर्न चाहन्छौ, तिमी गोल एचिभ गर्न चाहन्छौ भने तिम्रो एफर्ट र तिम्रो मोटिभेसन मात्र इनफ छैन भन्छन्। जस्तो कि तिमी एउटा मनभित्रैबाट एउटा कवि बन्ने सोख छ तिमीमा, गोल छ, बेस्ट नेपालको एउटा बेस्ट कवि बन्ने जोस छ भने तर तिमी बस्ने ठाउँ कहाँ छ? ठमेलको क्लबको छेउमा छ। बारको ठमेलभित्र तिम्रो कोठा छ, बारको छेउमा तिम्रो कोठा छ भने जहाँ 24 आवर डिस्टर्बेन्स, आवाज सब आइरा हुन्छन्, तिमी यस्तो ठाउँमा बसेर बन्न सक्छौ त? अभियसली सकिँदैन। अर्को एउटा एक्जाम्पल, जस्तो कि राम र श्याम, कुन चाहिँ सर्कलमा श्याम आफ्नो गोललाई एचिभ गर्न सकिन्छ यो कुरालाई भन्नु है त। जस्तो राम र श्याम दुवैजना बडी बिल्डिङ गर्न एउटा राम्रो मसल बनाउन चाहन्छन् है। राम र श्याम दुवैजना मसल बनाउन चाहन्छन् र दुवैजनाको सर्कल अलग अलग छन्, दुवैजना अलग अलग सर्कलमा सङ्कटमा छन्। राम एकदमै डिसिप्लिन र बडी बिल्डिङमा फोकस गर्ने, जङ्क फ्रुट नखाने र एकदम नलेजेबल साथीहरू, जिम कसरी गर्ने, एक्सर्साइज कसरी गर्ने, जिम गर्दा के फाइदाहरू छन्, कुन चाहिँ डाइट प्लानहरू बनाएर खानुपर्छ, कुन दिनमा खानुपर्छ, कति दिन रेस्ट गर्नुपर्छ भन्ने जानकारी भएको साथीहरूको सङ्गतमा छन्। र श्याम एकदम डिसिप्लिन नभएको भन्नाले जतिखेर नि सुत्ने, जतिखेर नि उठ्ने, एकदम जङ्क फ्रुटहरू जतिखेर नि खाइदिने, डिसिप्लिन नभएको र जिम पनि कहिले जाने कहिले नजाने र रुममेट एकदम रुममै सँगै बस्ने साथीहरू, लेट नाइटसम्म पार्टी गर्ने र जिम प्रति एकदम नेगेटिभ माइन्डसेट राख्ने साथीहरूको सङ्गतमा छ भने यो राम र श्याम दुईजनाको सर्कलमा दुईजनै जिम गइरहेछ, फेरि कसको बडी बन्ला त? अभियसली रामको बन्छन्, किनकि उसको सराउन्डिङ र उसको इन्भाइरोमेन्ट उसलाई सपोर्ट गर्दैछ नि त नि। तर श्यामको उल्टो छ, कहीँ न कहीँ पोइन्टमा पुगेर उसलाई पनि उसको मोटिभेसन सकिन्छ र उसलाई पनि पुल ब्याक गर्छन्। हो, ल अफ इन्भाइरोमेन्टले यही कुरालाई एक्सप्लेन गर्छन्। हामी दिनभरिमा जे पनि देख्छौ, जे पनि हेर्छौ, जे पनि सुन्छौ, तिमीले हेरेको, तिमीले युट्युबमा हेरेको भिडियो, तिमीले टिकटकमा गरेको स्क्रोल, तिमीले कुनै पनि भिडियो, तिमीले कुन कस्तो व्यक्तिलाई सुन्छौ, तिमी कस्तो रुममा बस्छौ, तिम्रो रुमको अवस्था कस्तो छ, तिम्रो रुम एकदम मेसी छ, जिकच्याक छ, कपडा जताततै फालेको छ, फोहोर छ भने त्यस्तो रुममा बसेर तिम्रो माइन्ड कहिले पनि एउटा क्रिएटिभ माइन्ड अनलक गर्न सकिँदैन। तर जब तिम्रो रुम एकदम चिट्टिक्क छ, क्लिन छ, सबै सामान आफ्नो ठाउँमा छ भने त्यो रुमको इन्भाइरोमेन्टले तिम्रो गोल र तिमीलाई एउटा क्रिएटिभ माइन्ड अनलक गर्नलाई सपोर्ट गर्छन्। त्यसैले हाम्रो गोल एचिभ गर्नको लागि हाम्रो साइडबाट गरिएको एफर्टले मात्र होइन कि हाम्रो वरिपरिको इन्भाइरोमेन्टमा भएको सानो सानो चिजहरूले पनि एफेक्ट गर्छन् भन्छन्। एउटा एकदम फेमस कोट छ नि, यदि तिमी 3 जना मिलियनियर साथीहरूको सङ्गतमा गर्छौ, उनीहरूसँग बस्छौ, उठ्छौ भने द 4th मिलियनियर विल बी डेफिनेटली यु। यो कुरा एकदम 100% ट्रु। त्यसैले तिमी यस्तो सर्कलमा छौ जहाँ तिम्रो गोल एचिभ गर्नलाई पोसिबल छैन, तिम्रो गोल प्रति सपोर्टिभ छैन, त्यस्तो साथीहरूको सङ्गतमा छौ, त्यस्तो सर्कलमा छौ, त्यस्तो इन्भाइरोमेन्टमा छ भने प्लिज तिमीलाई डिमोटिभेट गरेर क्विट गर्नु अगाडि आफ्नो स्पेस, आफ्नो एउटा सराउन्डिङलाई सिफ्ट गर्नु जरुरी छ, सर्कललाई सिफ्ट गर्नु जरुरी छ, चेन्ज गर्नु जरुरी छ।
ओके, त्यस कारणले इन्भाइरोमेन्ट एकदमै सपोर्ट म्याटर गर्छन्. सो प्लिज बिफोर क्विटिङ योर गोल, change your space, change your circle, and if the possible, please maintain and keep manage your circle first. So thank you so much. र यस्तै बेस्ट चिजहरू सुनिरहनको लागि समीर सागालाई फलो गर्नुहोला. जय नेपाल, सब्सक्राइब गर्नुहोला.